हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म मेरो फ्रन्ट गार्डनको फ्लावर्सहरू देखाउँदैछु साथीहरू। यो चाहिँ अहिलेको समयमा मेरो फ्रन्ट गार्डनमा भएको फुलहरू हो। यस्तो दामी फुलेको छ। सयपत्री पनि अलिअलि बाँकी छ अनि अरू चाहिँ सबै गोदावरी हो। गोदावरी फुल चाहिँ टन्न छ मेरो, अहिले देख्न सक्नुहुनेछ। यसरी अब तिहारमा त फुलेन, तिहारमा नफुले पनि अहिले चाहिँ यस्तो भइराखेको छ। अनि अरू सयपत्रीहरू चाहिँ सुकेर लथालिङ्ग पनि भइराखेको छ, सफा गर्नु पाएको छुइनँ। अनि यता पनि जताततै मेरो गोदावरी फ्लावर्सहरू चाहिँ टन्न फुलेको छ है साथीहरू। यी देख्न सक्नुहुन्छ, यस्तो छ। अनि अस्ति फुलेको सयपत्रीहरू चाहिँ सबै सुकेर यस्तो भएको छ। कति रहर लाग्दो गरी फलेको के। कस्तो दामी फुलहरू। मलाई त टिप्नै कस्तो माया लाग्यो के। बाहिर चाहिँ त्यस्तो हुँदो रहेछ। मेरो यो वाला होइन, त्यो त यो त छैन अब सिद्धिएको। लु नि त म लान्छु। बिउ राख्नु पर्यो, बिउ राख्नु है केशरी बहिनी। आफै लग्यो। ए फाल्ने हो भने त ठिकै छ। फाल्ने मजाले है, मर्छ कि सागहरू कति राम्रो राम्रो खालको रहेछ। यो फुल्नु चाहिँ यो हरियो भन्दा रातो केम लाग्यो। सिमी पनि अझै पनि बाँकी रहेछ। यहाँ हेर्नु त, सिमी साह्रै फल्थ्यो। यसपालि हाम्रो त्यो इस्कुसले सेप भएर भयो। हजुर म के मेहनती हेर्नु त, जताततै यस्तो दामी फलेको छ। कति दामी फलेको छ त नि। कस्तो दामी फलेको। हजुर त्यहाँबाट अनि त्यहाँ इस्कुस बेच्नु जाऊ छिटो, पैसा 300 पाउन्ड छिटो ल्याऊ भने बिचरा। अनि यत्रोवटा किन्नु भएछ त नि काठहरू पनि। पहिला 2टा ल्याएको छ, अनि फेरि 2टा ल्याएको छ, अनि लास्टको ल्याएको मैले त गाडीको सिसै फुटेको पछाडिबाट हालेछ। ए हजुर, मेरो जाँगर केमा के भन्नु, तपाईँहरूको जाँगर हेर्नु त, राम 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 टमाटर। अनि खाली नफलेर हेर्नु हाम्रो यस्तै हो यसमा। हजुर, अर्को साल फल्छ। हेर्नु त अनि सागहरू यति दामी मजाले फलिराखेको छ साग। साग पनि राम्रो खालको रहेछ। कस्तो दामी, हेर्दा रहर लाग्दो के। मलाई त यस्तो त एकदमै रहर लाग्छ। यो एप्पलको पात सोर्दा, यो एप्पल सोर्दा दिनदिनै भइरहेको। कति मजाले दिमाग चाहिँ लाउनु भएको रहेछ। ठुलो दाना नभए पनि के यसको चाहिँ पात खानु भयो। फल्छ तर बाक्लो भयो।
त्यही त नि कस्तो मजाले स्कुल छ नि हेर्नु त राम राम यहाँ हेर न यहाँ के छ यहाँ हेर त्यो त